हेलो गाइज, हेलो लासो हातमा के छ खबर, के छ आज चाहिँ म यता करमकोट जाँदैछु। करमकोट यस्तो डाँडा मौसम चाहिँ खत्तमै, अलिकति हामी एकदम अफ सिजनमा आएको हो नि त, अलिकति खत्तमै छ मौसम चाहिँ। तर यहाँ माथितिर अब के कस्तो रहेछ यस्तो डाँडामा फ्रेस हौँ भनेर चाहिँ निस्केको हो। अनि हेर्दै जाउँ अब बाटो कुरो के हुन्छ। मौसम चाहिँ अब यहाँ कतिखेर के हुन्छ थाहै छैन कि यहाँ पोखरामा चाहिँ फेरि घरि पानी पर्ने घरि नपर्ने के हो है। यहाँ हाम्रो यहाँ चेकिङ गरिरहेको छ। यहाँ हाम्रो ट्राफिक सरहरू माथि गइन्छ, यस्तो हेरिन्छ, देख्यो भने देखेन भने पनि ठिकै छ। यस्तो आएको जस्तो हुन्छ, फ्रेस हुन्छ। माथि त अलिअलि चिसो हुन्छ माथि, तर यहाँ चाहिँ गर्ने नै छ भन्न लागेको। ल अहिले चाहिँ म यता यो बागलुङ, हाम्रो बागलुङ यताबाट के भन्छ यो मुस्ताङ, यो बेनी कता जाने बाटो यो हाइवेमा आइसकेको छु। अब यताबाट हामी सिधै लाग्नुपर्छ। सिधै लागेर चाहिँ कुन बाटो चाहिँ माथितिर पर्नुपर्छ हुन्छ हामी करमकोटको लागि चाहिँ। बाटोमा अब हिँडेको त के देखेन होइन। ल अब सिधै माथितिर अथवा बिच बाटोतिर अब के यसो नयाँ के देख्यो भने अब त्यो चाहिँ भेटौँला, नभए सिधै माथि भेटौँला है त। ल हामी चाहिँ टक्कै यहाँ माथि उकालो चढिसक्यौँ। अब उकालो स्टार्ट भयो भनौँ न भर्खर। अब चाहिँ यहाँबाट चाहिँ उकालै छ। यो चाहिँ छिटो देखिरहेको छ यताबाट। यहाँबाट चाहिँ उकालो घुम्तीहरू छ। बाटो चाहिँ राम्रै छ त्यो। म चाहिँ एकचोटि मात्र गएको छु माथि, पहिला एकचोटि हो कि दुईचोटि गएको छु माथि करमकोटमा। त्यो बेला पनि ठिकै थियो। अहिले पनि राम्रै रहेछ बाटो चाहिँ। राम्रो त हुनु परिहाल्यो नि। पहिला एकचोटि आउँदा छिटो नआउँदा चाहिँ फाटाफुटी जस यता चाहिँ ठाउँ एकदम राम्रो लाग्छ मलाई चाहिँ। यतातिर यो फुलतिर है यस्तो खतराले बनाएको छ नि घरहरू। यस्तो भिडहरूमा क्या यस्तो भन्दा अगाडि एउटा इबी हिँड्दै हुनुहुन्छ मधेस प्रदेशबाट। अनि त्यो माथि सरङकोटमा अहिले टिकटकतिर कतातिर त्यो यो भाइरल भइरहेछ एउटा ठाउँ, यो के भिलेज, भन्ज्याङ भिलेज हो कि के भिलेज भने त्यता पनि जान्छन् हामी। त्यता के भने चाहिँ त्यता पनि सिन देखाउने छ। जति माथि हुँदै आयो त्यति चिसो हुँदै आउँछ फेरि यता चाहिँ। हाम्रो सेम यो हाम्रो नगरकोट जस्तै हो क्या, काठमाडौँबाट नगरकोट चढाइ जस्तै हो यता चाहिँ करमकोट चाहिँ। त्यसै माथि आयो त्यति चिसो हुँदै आयो। स्टार्ट होला वृक्षरोपण गरौँ, वातावरण जोगाउँ। सही हो। पहिला भन्दा त धेरै नै चेन्ज भइसक्यो नि यता। पहिला यतिको घरहरू नै थिएन यतापट्टि साइडतिर। अहिले त मेरो कल आएर चाहिँ यहाँ अब म अहिले उठाउने त्यसमा छैन, स्थितिमा छैन। हस् अहिलेलाई इग्नोर, अहिलेलाई माफ गर्नु होला भन्न चाहन्छु म। त्यो अहिले एकछिनमा हेरौँला यस्तो उकालोमा। अब यो गाडीभन्दा अगाडि जानै सकेन म। अब बाइक भएको भए घुर्र जानु। स्कुटीमा त अलिकति गाह्रै हुने यो ओभरटेक गर्नुलाई चाहिँ। तर पनि कोसिस गरौँ भनेको सक्दैन। यातायात नसक्ने चाहिँ किन त्यो गर्नु होइन। बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भन्छु हो नि। त्यो पनि हो, त्यही कुरा हो। ब्रान्ड लेखाएको छ फेरि हाम्रो गाडीमा। ब्रान्ड कुन ब्रान्ड हो थाहा छैन।
टक्क पऱ्यो घरहरू चाहिँ। यो के भन्छ यो पहिला यो प्याराग्लाइडिङ हुने ठाउँमा आइपुग्यो अहिले चाहिँ ठ्याक्ठ्याक्कै। यस्तो स्पिड ब्रेकरहरू आउँछ। पहिला यहीँ मुनिबाट हो क्या, पहिला त्यहीँबाट हुन्थ्यो प्याराग्लाइडिङ, अहिले चाहिँ हुँदैन। अहिले चाहिँ उता फेरि कता कता सराएको छ, कुन ठाउँ भन्थ्यो अनि मैले पनि बिर्सेँ त्यो ठाउँ त। अहिले हामी त्यता आइपुग्यो, अब यहीँ माथि अब आइपुग्यो लगभग आइपुग्यो। उकालो चाहिँ फेरि उकालै छ कि फेरि यता के भन्नु र खै ट्याक्कै यो हाम्रो अब नगरकोट जस्तै हो क्या यहाँ ठ्याक्कै यो नगरकोटको भ्यू टावर आइपुग्नु लाग्यो भनौँ न। मैले चाहिँ त्यस्तै भएको ठाउँ छ फेरि यता यो के भन्छ यता सरङकोट आउँदा चाहिँ सरङकोटको डाँडैमा ला भन्छ के हो यस्तो। पहिला त यति घरहरू यस्तो यहाँ होटलहरू थिएन क्या पहिला अहिले त बेगरहरू चाहिँ यहाँ ठाउँमा छ। अब हामी आइपुग्यो लगभग अब यहाँ यतातिर पार्किङ गरेर जानुपर्ने हुन्छ। पार्किङ चाहिँ यहीँ भित्रतिर हो, यहीँ हो पार्किङ, यहीँ हो ल, यहीँ हो पार्किङ, यहीँ हो। आइपुग्यो हजुर फाइनली। यहाँ भित्तामा राखिदिन्छु म टक्क लगाएर। त गाई चाहिँ यस्तै हो यहाँतिरको भ्यू। यहाँबाट माथि जानुपर्छ भ्यू पोइन्टलाई चाहिँ। ल माथि गएर भेटौँ है त। यहाँबाट चाहिँ हामी थोरै माथि हिँड्नुपर्ने हुन्छ यस्तो सिडीहरू, त्यसपछि माथि पुगिन्छ। यस्तै उकालो हिँड्नुपर्छ यहाँ चाहिँ एकछिन। यहाँ माथि हो, हिँड्नै सकिन्न क्या। अब बोसो लगाएपछि त्यस्तै हो मान्छेलाई, हिँड्नै सकिँदैन ल। त्यो यहाँ यस्तै छ अरू ठाउँ। त्यहीँ रहेछ केबल कार, देखिँदैन के। ल साथीभाइहरू अब सिधै त्यहाँ माथि गएर भेटौँ ल। आइपुग्यो हामी, आइपुग्यो मन्दिरमा। हिँड्नै नसक्ने मुटु निस्केला जस्तो भयो। भ्यू त यस्तै हो यहाँबाट। यस्तो एकचोटि घाम लाग्यो भए चाहिँ बोबाल देखिन्थ्यो होला, तर के हेर्ने खै यहाँबाट त के देखिन्छ र खै, छैन। यस्तो बवाल छ नि यहाँ। चाहिँ गणेशको यस्तो बवाल बनाएको रहेछ यता। पहिला त यस्तो बनाउँदै थियो, यो बन्दै थियो, अहिले चाहिँ पुरै कम्प्लिट भइसकेको छ। यहाँ चाहिँ यस्तो धाराहरू रहेछ, यहाँ यस्तो धाराहरू रहेछ नि यहाँ। खत्रै रहेछ यता, यस्तो बवाल बनाएको रहेछ यता। पहिला त केही पनि थिएन, यिनीहरू सब बनाउँदै थियो। अहिले चाहिँ यस्तो के हो यस्तो खतरा बनाएको रहेछ है यता। यस्तो धारै यतातिर के होला हौ यस्तो चराको गुडहरू हो कि के हो है, त्यस्तो बनाएको रहेछ यता। माथि भ्यू टावर जाउँ अब। हाम्रो ब्लगर हुनुहुन्छ संसारी माया विचित्र। ल आइपुगे गाइस यहाँ माथि यति राखेर चाहिँ हाम्रो लागि चाहिँ भ्यू यति अरू त सबै सेतै छ, यति रहेछ ल भ्यू हाम्रो लागि। यति हेर्नलाई यस्तै हो, यति हेर्ने अब चित्त बुझाउने।
त्यो खोइ मलाई पनि थाहा छैन कुन ठाउँ हो यो त कहाँ हो ल एकछिन अब यति भए पनि यो भ्यूलाई इन्जोय गर्नुहोस् सो ल यहाँ माथि टावरमा नि चढियो तर के हेर्ने हो यहाँबाट खै यस्तै छ भ्यू चाहिँ केही देखिन्न खासै अब यहाँ खुल्या भयो अब यस्तो बोबाल देख्थ्यो नि यहाँबाट यो मासुपुस र हिमालहरू खत्रै देखिन्थ्यो के गर्नु देखिँदैन केबुल कार यहाँ तल भइहाल्यो यस्तो राम्रै छ त्यो अन्त ठिकै देखिन्छ यहाँबाट साथीभाइहरू अब यहाँ एकछिन बस्यो अब यहाँबाट अब हामी निक्लिन लाग्यो यहाँबाट खासै भ्यूहरू चाहिँ खासै देखेन केही पनि देखेन त्यही भएर यहाँ यस्तै छ कि यो हुस्सु लाएर घाम चाहिँ लगाइरहेछ तर पनि हुस्सु लाएर खुल्दै खुलेन कि खुल्छ कि भनेर एकछिन बसेको खुल्दै खुलेन अब चाहिँ हामी ब्याक टु तल सिटी भन्दा पनि अब उता तलतिर गएर के भन्छ खाना खानुपर्ने हुन्छ खाना खाएर अब कता कता निस्किन्छ हेरौँ अब आज यस्तै भयो आजको दिनै खराब हो क्लियरै देखेन क्या क्लियर देखायो भने चाहिँ मजा आउँदैन क्लियरै देखेन है त क्लियर देखेन त्यही भएर गर्मी त्यस्तै फेरि गणेशको त्यो छ गर्मी त्यस्तै छ फेरि यहाँनिर त्यो है यस्तो छ है यहाँनिर चाहिँ सराङकोट अहिले चाहिँ यता यही सारङकोटको यो अहिले फेसबुक यो टिकटक इन्स्टा जता यो छाइरहेछ नि त भाइरल भइरहेछ नि हो त्यही ठाउँमा जाँदैछौँ है त हामी त्यही ठाउँमा जाँदैछौँ यो के भन्छ यो ठाउँको भन्ज्याङ भिलेज त्यहीँ जाँदैछौँ हेरौँ यही हो कि फेरि रियालिटी भर्सेस एक्सपेक्टेसन भनेको यही हो फोटो भिडियोमा त बबाल देख्थ्यो तर यहाँ यस्तो देखिरहेछ ल खासै केही छैन यस्तै होला अब तलतिर गएर भेटौँ ल यत्तिको रमाइलो चाहिँ हुँदो रहेछ यहाँनिर ल यस्तो बवाल रहेछ यो ठाउँ नजिकबाट चाहिँ यत्तिको देखिँदो रहेछ है नजिकबाट चाहिँ यत्तिको देखिँदो रहेछ ल साथीभाइहरू हामी चाहिँ यो के भन्छ भिलेज के हो यो भन्ज्याङ भिलेज हामी चाहिँ यो भन्ज्याङ भिलेज ठाउँमै ठ्याक्कै आइपुग्यो अब यहाँ चाहिँ हामी खाना खाँदैछौँ यहाँ खाना भोक पनि खाएर ट्याक्कै टाइम पनि ट्याक्कै 12 बज्यो अब खाना खाँदा चाहिँ यहाँबाट खाना खाने प्लान भयो अब यहीँ खाना खाने अनि त्यसपछि जाने यस ठाउँ राम्रै रहेछ यता लगाएछ अब खानासाना खाएर निक्ल्यो हामी अब यहाँबाट लगभग तल पुग्नलाई लाग्छ होला आधा घन्टा जति अब फर्किनु लाग्यो आज चाहिँ यति नै भयो आजको लागि यति नै अर्को भिडियोमा भेटौँला बाई बाई